बाटोहरू पनि कस्तो डरमर्दो जङ्गल हो के हो अस्ति भगवान् त डरमर्दो लाग्छ त हौ पानी नै पर्ला जस्तो छ हौ भिजाउँछ कि क्या कहिले पुग्नु आफ्नो घरमा कस्तो ठिक्को टाइममा पानी पर्यो हौ एकछिन बस्नु पर्यो त आउनु भयो अनि भाइ गाउँको सब हालचाल ठिकै छ त एकदम बढिया छ अनि यसो तातो चिसो खाने बानी छ कि छैन त्यस्तो पनि छैन तर अलिअलि छ अब हिँड्नु त भट्टीतिर जानुपर्छ गइहाल्ने त अहिले पानी पर एकछिन राख्नु जानुपर्छ आइन्छ त्यो त भाइ जाने भाइ जाउँ होइन अनि दाइ कलेजमा सबै थोक राम्रै छ होला त्यस्तो पनि त्यस्तो के होइन म त एउटै गाउँ जस्तै हो म त अनि भाइ तिमी नि गाउँ बसेर के काम गर्थ्यौ त तिम्रो राम्रै काम होला होइन कता गयो भाइ दाइ कता पर्दैछ बर हो भाइ म परदेशभरि आएको हो अनि के भयो यस्तो सासनबास गरेर हिँडेका थियौ त आउँदा आउँदै मैले आयुषलाई भेटिरहेको थिएँ आयुषले भनौँ म भट्टीतिर जाउँ कि रक्सी किन है के किन हिँड न भनेर सँगै आउँदा आउँदै अचानक गायब भयो मान्छे कहाँको घरबाट डढाएर कुद्दै थियो अनि आएर एकछिन रकीले चाहिँ तिमीलाई भेट भयो ए त आयुष त आजभन्दा 2 वर्ष अगाडि नै मर के भन्छ नि हो दाइ त्यो तँले आजभन्दा 2 वर्ष अगाडि यसरी नै एउटा भट्टीमा रक्सी खाँदा ओभर ड्रिङ्किङ भएर मरेको छ अनि यसरी नै गाउँमा कोही नयाँ मान्छेलाई भेट्यो भने भट्टीतिर लगेर रक्सी खानेको न्युमा तर्साउन खोज्छ त्यस्तो पो कुरो हो हजुर ए हिँड्नु जाउँ पानी खान पाइन्छ कि यस्तो कस्तो भयो हो भाइ जाऊ जाऊ कता बुझिन्छ कहाँ छ मलाई पनि केही थाहै छैन पर्ख त म लिएर आउँछु तिमी बस्दै गर ल ल राम 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 हरे राम कृष्ण प्रभु के हुने यस्तो हो रतन दाइ हजुर अनि तपाईँ कुन यो बाटो आउनुभएको यो बाटो एक्लै तपाईँ सुनसान कस्तो अलिक डराए जस्तो अनुभव भएन त्यस्तै भइरहेको छ आज तर त्यहाँबाट त अनिल र म आएका 2 वर्ष अगाडि मरेको मान्छे अनिलको कुरो गर्नुहुँदैछ नि तपाईँ म त त्यससँगै आएँ त कसरी अनि त अनिललाई मिल्न साथी थियो भने तपाईँलाई थाहा छैन तँ त त्यसरी थाहा थिएन मलाई ती दुईटा मिल्न साथी के निमा झगडा गर्छन् केटाले एउटालाई चकु उन्दैछ आफ्नो मिल्ने साथीलाई उनी भनेर पछाडिदेखि एउटा उनी सुसाइड गरेर माथि चल्दैछ आज के भइरहेको छ त म दुईजनालाई भेटिसकेँ आज आत्मासँग घुरिरहेको छु क्या म डर लागिसक्यो मलाई लिएर जाउँ त छिटो कहाँ पुग्नु भइसक्यो अनि दाइ रात पर्न नि लाग्यो यो ठाउँ त्यति राम्रो नि होइन मलाई जहाँसम्म लाग्छ जाउँ घरतिर जाउँ न जाउँ यता जाने कि यता यस्तो अनि दाइ हजुर के कस्तो दिनमा दिन हो कि महिना हो कि बस्ने पाराले के कसरी आउनुभयो त मान्छे अब त्यस्तै के हुन्छ हेरौँ न घरमा पुगेर
अनि भाइ घर सबै कम्प्लिट छ त यो के तालको मान्छे एक्लै बोल्दै हिँडिरहेको हो दाइ कति त बोल्नु भएको अर्जुन त्यहाँ कहाँ अर्जुन छ हौ के भन्नुहुन्छ हौ दाइ दिउँसो भ्याउनु गयो क्या अनि मसँग आइरहेको थियो अहिले किरा म सँगसँगै अर्जुन त 4 वर्ष अगाडि नै मरिसक्यो त हो के दाइ अर्जुन 4 वर्ष अगाडि नै मरेको ला त्यस्तो पो कुरो हो त नभए म कोसँग आइरहेको थिएँ त अब अनि भाइ तिमी नि गाउँ खायो रसनलाई नै हामी बस्न पानी हाल्यो केटा हौ